एउटा राज्यमा राजकुमारी आरबी थिइन् जो निकै घमण्डी थिइन्। उनले बगैँचामा बसेको भ्यागुतालाई देखेर हाँस्दै भनिन्, यदि म तिमीहरू जस्तो हुन्थ्यो भने जीवन कति सहज हुन्थ्यो होला। तिमीहरू कति नराम्रा, न त रूप छ न त रङ छ, अनि जीवन, तिमीहरूको जीवन त के नै हो र, त्यही फोहोर पानी, दलदल अनि खानाका लागि आफूभन्दा साना प्राणी, यस्तो पनि जीवन हुन्छ। त्यो भेगुताले राजकुमारीको सबै कुरा सुनिरहेको थियो अनि चुपचाप उनीतिर हेर्दै भन्यो, सजिलो? तिमीलाई हाम्रो जीवन सजिलो जस्तो लाग्छ राजकुमारी? ठिकै छ, सजिलो देखिन्छ होइन? के तिमी साँच्चै त्यो अनुभव गर्न चाहन्छौ? दुर्भाग्यवश त्यो भ्यागुता नभई एउटा जादुगर थियो जुन भ्यागुताको रूपमा संसार घुम्दै थियो। उसले चमत्कार गर्यो र राजकुमारी अचानक राजकुमारीबाट भ्यागुतामा परिणत भइन्। त्यसपछि जादुगरले भन्यो, तिमीमा कति घमण्ड है राजकुमारी हुनुमा। अब तिमी एउटा भ्यागुताको जिन्दगी बिताउने, अरूको कदर गर्न सिक्यौ भने त्यस दिन तिम्रो श्राप टुट्नेछ र तिमी फेरि पनि राजकुमारी हुनेछौ। अहिलेको लागि चाहिँ यही जीवन बस भनेर जादुगर त्यहाँबाट जान्छ। अब राजकुमारीले दलदलमा बाँच्नुको लागि सङ्घर्ष गर्थिन्। खानाको लागि र बाँच्नको लागि ससाना प्राणीसँग जुझ्नु पर्थ्यो र आफूभन्दा ठुलो प्राणी आएमा उनी बाँचेर भाग्नु पर्थ्यो। अब राजकुमारीले साँचो सङ्घर्ष के हो बुझिसकेकी थिइन्। उनी भ्यागुतो भएर बाँच्दा करुणा सरलताको स्वाद चाखेकी थिइन्। जब उनी एक दिन सानो बच्चा भ्यागुतालाई बचाउने कोसिस गर्दै थिइन्, त्यही बेला नै उनको श्राप टुट्यो। उनी परिवर्तन भइसकेकी थिइन्। उनी अहिले राजकुमारी बनिसके